थाल बुटुको त यिनीहरू चाहिँदैन त आज माल त त दाजुले हाल्दिनु भयो अरे त्यही बोट 4टा बोटुको 4टा चम्ची ल बुढी भएकै छ सजिलो हुन्छ होला तेल त चाहिन्छ नि तेल छैन र नि ए इनफ छ अनि उयो त्यो कालो के भाइ चुला त्यो क्यानवाला हेर्नु त त्यही छ त्यो पो लग माल्ला अगाडि मैले 3टा 4टा बल्छी हालेको छु यहाँ हो यो जिग गर्ने हो नि त मेन त्यति नै हो जिग गर्ने अरू केही नगर्ने अनि एउटा ब्ल्याङ्केट सानो ब्ल्याङ्केट हाल्दिएको छु उसले सुत्दा हुन्छ नि त स्लिपिङ ब्यागमा होइन ब्ल्याङ्केटै मलाई पनि मनपर्छ त स्लिपिङ ब्याग किन चाहियो बेड हो नि त काट्ने सेटै छ त दाजु हुन्छ बोक्नु बल्छीमा दिनुपर्छ मजाले ए हो र थ्याङ्क यू त दाजु ए चिनी पनि कफी नै हालिदिनु भयो इनफ छ थ्याङ्क यू त दाजु थ्याङ्क यू त दाजु ल ल ल बुवा देखिँदैन सेफ जर्नी थ्याङ्क यू त दाजु भित्र जा आइस पहिले दिन नि ए हो एउटा तल हाल्ने अर्को माथिबाट हाल्ने यहाँ हेर्नु अन्डिया छ नि स्पेसल ठाउँमा यहाँ बाहिर राख्दैन भयो त यहाँ यसमा काम गर्न आएको थिएँ गाडी हेर्नु यहाँ भित्तामा थियो यहाँ कुनामा राखेको त म मुनालाई गाडी खुट्नु आउँदा देखेँ यसो हेर्छु गहिरो थियो राम्रै थियो बोट हेर्दै मनपर्ने खालको मैले पनि वरिपरि निकै ठम्मेर हेरेको पहिल्यै मन परिहाल्छ हामीलाई तर फर्सलमा राखेको थिएन त मलाई है 2250 मा राखेको नि लेखेर राखेको थियो लेखेर राखेको स्टिकर टालेको थियो स्टिकर चाहिँ देखिनँ मैले आज हामी 4 जना छौँ कान्छा भाइ जेठा माइला अनि जेठा छोरा हामी 4 जना चाहिँ आज फिसिङ ट्रिप्समा जाँदैछौँ अब यहाँबाट हाम्रो जर्नी सुरु हुन्छ यहाँबाट हामी ओकेबी जान्छौँ ओकेबीमा गएर वेदर चेक गर्छौँ अनि वेदर चेक गरेपछि वेदर राम्रो छ भने त्यहाँ गाडी पार गरेर बोटमा हामी हाम्रो ब्याचमा जान्छौँ अनि ब्याचमा गएर 2-3 रात त्यहाँ बिसाउँछौँ अनि फिसिङ ट्रिप्स त्यहाँबाट सुरु हुन्छ खानेकुराहरू टन्न छ खान्छौँ रमाइलो गर्छौँ अनि सबैलाई माछाहरू मारेर ल्याएर सबैलाई व्यस्त गर्ने तरिकाले जान्छौँ होइन भाइ भन नि मिलाएर हामी 3 दिनको लागि हो नि त 3 दिनको लागि जान्छौँ 3 दिनको लागि फिसिङ जान्छौँ अहिलेको लागि वेदर यस्तै छ है वेदर अलि ब्याड छ तर अब भोलि पर्सि राम्रो छ है तर भोलिबाट राम्रो छ तर आज गएर ट्राई गर्ने हो हामी सही हो ल बाटो लाग्यो अब ल ब्युटिफुल देश बाबा हामी कहाँ पुग्यो हामी ओकेबी आइपुग्न आँट्यो त्यहाँबाट हाम्रो जर्नी सुरु हुन्छ हामी वेदर गुड छ पानीमा चाहिँ है पानीमा कस्तो माछा पार्ने प्लान छ नि त हौ डुर्बा आइल्यान्ड खोइ डुर्बा आइन अब यो जङ्गल काटेपछि आइहाल्छ देखाउनु अगाडि यो छ नि यो यस्तो जङ्गल काटिन्छ अनि त्यहाँ राम्रो आउँछ ठाउँ क्या प्लेस ब्लु कार्ड के पर्छ वा
पानीदेखि अलिक हेर्नु न यहाँ अलिक जाउँ हुँदैन के एक कोरै भेडा एक कोरै लाग्यो अर्कोलाई फलो गरिहाल्यो लु भाइ जानु उता हावा चल्दैछ हो यसरी अगाडिबाट आएको बेस्ट हुन्छ त हामी यहाँ रेडी फर पिकअप Yes, we're going to go catch. Rope. लो Look, that's हान्नु तान्नु Brothers work be like. Brothers work. You both see the I go first. एकछिनै लु चढ्नु मैले I got it फास्ट मान्छे हो हामी फास्ट मान्छे हो लु हिँड्नु है चढ्नु म ठेल्छु ऱ्याप अनुहार बाङ्गेको पानीले भिजेको पनि पानीले भिजामा वे पो यस्तो हो कि फेरि हाल्दैछ रप्छ भोलिको लागि ह्याप्पी हो यता बस्ने मात्रै यताबाट 3 दिन पो बसिन्छ त सामान त चाहियो नि त चार्ज गाडीमा चाबी यहाँ छोड्नु हुँदैन ल गुजमान नानी ल छोड्नु आउनु Take mooring out there. The first one? Yeah, and what you do is you take one of these boats here. Dinghy, okay. Behind your boat. Yeah. And then you row back in. Correct. You have to wear a life jacket when you're on our boat. Absolutely. Okay? Yep. And if you want to cook anything, because you're in the backpackers, you don't have like a room with a kitchen. Correct. But that over there, it's a barbecue area over there. Okay. Okay. Yeah. Yeah. So what do you want to do? Do you want me to take your gear up? First? Yeah, first. Yeah. Yeah, please. Can we come in? Yeah? I'll show you where your room is. Yes, please. This is you guys here. Okay. Just here. So you have Perfect. clothes in there. So there's water and there's, it's just not it's not a very flash room. Nah, that's all good. We just need a bed to Cheap, sleep. yeah. It's cheap. That's fine. And the bathroom is here. So there'll be someone else in the other rooms down there, okay? There'll be other people there. Okay. Yeah. So that's your room here. So if you want to put your gear in there, Yep. I'll take the motorbike back down. Just thank you. Let's go to you guys Vietnamese. No, Nepalese. Nepalese? Oh, Yeah. interesting. First time? This is first time, right? Yeah. Nepalese people came here Yeah. first time, isn't Oh, it? yeah, I think so. Yeah, I mean, first time I've met anyone from Nepal. Well, he's a builder. He's a roofer. Oh, nice. Yeah. And I'm a support worker. Oh, nice. Yeah, And your boy, is it your boy? That's his one. Oh, The yeah. blue He's jacket. excited to be here, eh? He's too excited. कति रहेछ यसको एरिया 5 वर्ष भयो बाबु म मात्रै बढी ढुङ्गा लुचन मलाई बोक्छ दाबिले उता वा कान्छ यहाँ समाउने ठाउँ छ उचाल्ने समाउनु यहाँ समाउनु
एकछिन नचढ्नु नि म लाइफ ज्याकेट दिन्छु ठिक छ बिस्तारै बिस्तारै यो पिङ्क फर्स्ट बाउ छोरा उहाँ छन् छोडिदिन सकिँदैन छोडिदिनु ल म उचाल्छु गप्पै जानु नडराइकन मसँग तपाईँ उता बस्नु अनि म यहाँ बस्छु त अगाडि बस्छस् अनि त ड्राइभ गर्नु ल यस्तो पुरा भोत उम्लेस पहिले त्यही भएर कोही छोडेर जानै मान्दैन न्युजिल्यान्ड न्युजिल्यान्ड त गाह्रो छ गाह्रो छ छोड्न गाह्रो छ सबैलाई मासु ल्याएर त्यो कप्पै जामेर त्यहाँ हाल्नु भने माछामा नि दा त्यो राख्नु आज त बुढो छ पऱ्यो त लेफ्ट साइडमा भोलि माछा मारे हुँदैन क्या माल्दा यही मिठो हुन्छ यहाँ त घरमा ठगिन्छ बिहा त केही गर्नु पनि भ्याइँदैन नि तान्नु सक्दैन त भरे हाम्रो फ्रिज यो तौलीले सबै पुस्ता पार माल्दा यो हामीले युज गर्ने त्यो तौलीले हाम्रो दुध यहाँ राखेछ के छ यहाँ दुध राखेको तल चिसै बस्छ नि त ए देखाएको नि यहाँ यो त खतरा हो नि त्यसले कुद्नु पर्छ सबै बोट पानीमा रहेछ सानो डिङ्गी रहेछ कि सानो अनि यता त्यो लिएर जानुपर्ने पानीमा बोट राख्नुपर्ने त्यसमा आउनुपर्ने क्या हो अनि कोठामा एक कोठा समुद्रको छेउमा छ कोठा चाहिँ एक्रो नैले डुलेर आएको समुद्र यहीँ छ नि हो नि जसले बङ्गै बल्छी हान्छ माछा पारिहाल्छ परिहाल्छ नि यहाँ उयो के अरे ब्लू कटहरू पर्दछ स्निपर भोलि फिसिङ जाने यहीँबाट अब गाडी त कहाँ छ नि त्यो टेलर चाहिएन गाडी चाहिएन बोट छ हामीसँग छ नि त अब बोटमा बिहान जाने उता फिसिङ सानो बोट छ त्यसमा जाने फेरि आउने यहीँ पार गर्ने सानो बोटमा यता आउने माछा लिएर आउने बापे खाने रमाइलो छ भिडियो गर्दैछ क्या मेरो भोलि झन् रमाइलो नि हो अनि घरमा माल्दा बोल्दैन क्याम्पिङमा मात्रै बोल्छ घरमा त बिमारी भइहाल्छ गाह्रो छैन सजिलो छ गुड मर्निङ मालदा गुड मर्निङ फेलोज भाइले यो खान्छ होला उयो त्यो कपको नुडल आउनु ठिकै छ अलि पारा आयो जस्तो छ माल्दा कि हावा नभएर हौ पर्खिनु ल पर्खिनु म पस्छु पहिले ल आउनु डल्लै छ
आज त यो पनि राम्रो Come on, माल दादा किनी छ जिगा नै हो क्या हो त्यस्तो खेदाको नि बेडलाई खेदाको त ए बेड चिज माथि छ किनी छ जिगा नि जिग हामी यता वेबमा आइयो जिगमा पारेछ करेन्टमा ल ल माए वहाँ तल गाउँमै मात्रै छ परेको त हेर्नु उता त हेर्नु म झिरिली भएर पानी क्या यही हुनुपर्ने त सिजर म किङ पार्छु जस्तो छ माल्ला म पार्छु जस्तो छ मलाई नि लाँदैछ बाबा बाबा अर्कोपट्टि जानु माल्ला कतिको तान्दैछ माल्ला कतिको तान्दैछ चारो बनाउँदा खतरा हुन्छ नि त माल्ला त्यसो नभनिकन तान्नु नि हौ बेरो कुरा होला यसरी तान्नै सकिँदैन ओ ठुलो त ठुलो परेछ है ठुलो त ठुलै छ के हो ठुलै के पर्यो ओइ दा किङ हो किङ फिस हो माल्दा दा एकछिन है बेबी किङ फिस परेछ माल्दा दाको एकछिन एकछिन माल्दा एकछिन एकछिन आङ्कुसीले हेर्ने म हातले निकाल्छु माल्दा दा किङ फिस त यहाँ किङ फिस त यहाँ माल्दा दाको त यो सानोमा बेबी परेछ यसरी दा ठुला माल ठुला हेल्प गर्ने म बोर्ड घुमाउँदैछु माल दादा यसरी त घुमेर खेल्नु पर्दो रहेछ त खुरो 75 सेन्टिमिटरदेखि माथि छ भने हुन्छ मलाई फलममा पर्नु भनेको त खतरा हो ल्या तर बेसी त त्यहीँ राख्नु कि माल्ला माल्ला दिनु पर्थ्यो मैले त्यो तान्न माल्ला गले नभन्नु नि माल्दा तीनजना आगोमै परेको छ यहाँनिर माछा ठुलो आगो राखेर तनाइ छौ गलेर
मोटा ए लग तिमी पर्यो माला दर समाउनु जेसन जस्तै गर्छ नि त ओइ जेसनले सक्दैन नि माला समाउनु ल ठुला त छोडेर जान्छ जेसनको निकाल्दिनु ठुलोले झुन्या ए लाइनै छैन त ओए चुटिन्छ त लाइनै सक्यो नछोड्नु नि यही हो फाइट यही हो बिस्तारै होइन नि लाइनै लग्दैछ भागो चुट्या नि माछा यहाँ चाहिँ रहेछ नि त लगो मेरो अब खायो यहाँ रहेछ नि त त्यहाँभन्दा यहाँबाट बगेर जाँदो रहेछ त यो के परेको त हेर्नु झन्नै टुटाएको त नि केले खाएको त यसलाई काटेर फेरि बाँधिदिनु हुँदैन टुटाइन्छ ए निस्केछ त यसमा परेछ है हो यस्तो चक्लेटी यो पिङ्कमा पर्छ लाइट बनाइदिनु त महँगो छ नि ठिकै छ ठिक ठाउँमा आयो नि परेको नि उहाँ नछोडेर रहेछ नि त उहाँ पर रहेछ माल अनि यता आइज निस्किन हौ बरु निस्क्यो यसमा पर्ने रहेछ यसो नि छोड्दैन भाइ पुरै तल छोडिदिनु पर्दो रहेछ पुरै किङी हो यो त किङी हो तल लग यो चाहिँ किङी हो हो यस्तो छ है किङी हो यो त आम्मा मलाई बुलकट परेछ ठुलो परेछ ठुला मलाई याद गर्नु पर्यो है हेर्नु ठुला यहाँ हेर्नु नि Let's go pizza. Oh my gosh. No, you see? Pizza. No sin is the best. Yeah, what? Password? Wow. Password? Pizza password? Wow. Wow. Password? टाइम लाग्ने गर्ने छ अब कहाँ पुर्याउँछ नि हामीलाई उता रिपमा जानु खोज्दैछ वानु वानु वाइ भाइ माछा आम्मामा आइपुग्न आँटो त्यही भएर गाह्रो गर्दैछ यसले ग्रिन आयो नि त लाइन आउनै माने होइन मुले चुट्टिन्छ होला यहाँ छोड्दै गइरह उसले बल गरेर लाँदैछ ए भारी छ
यो चुट्टो चाहिँ भनेर बल्छी फालिदिन्छु नि मोटर त बोट ट्रेनमा खान्छ यता चाहिँ भाइ त्यहाँ त हेर्नु त खत्तम छ म ड्र्याग यतिकै बिस्तारै होइन छोड्दै गर्नु लाइन लु त स्लो गर्नु अलिकति एकछिन लाइन सकिन्छ के जान्छु लु यी गरौँ म गर्छु म बल लगाउने अब बल लगाउँछु चुट्टायो यो माला यो चाहिँ फोटो खिच्नु माला बोक्नु त फोटो खिच्नु म बिस्तारै क्या उता लान्छ नि त नभए कस्तो लगिरह टाइट राख्नु माल्दा टाइट राख्नु लगो चुट्यायो माछाले कहाँ यो के छ त त्यही पिङ्क जिग त नि त्यो होइन त एकचोटि माछा हामीलाई त्यसो गर्यो नि त फेरि खेल्नु हुँदो रहेन त्यसमा त्यसलाई चुट्याएर अर्को हाल्नुपर्छ किङ्गी हो नि हो माल्दा त 100% किङ्गी हो तपाईँले के गर्नुभयो त माल्दा राखेर के गर्नुभयो त निकाल्नु आजको माछा यहाँ चाहिँ ब्लू गड स्न्यापर भइगयो नि माल्दा म त ह्याप्पी छु ह्याप्पी छ त हो नि ब्लू गड खान पाइयो नि अहिले लु हिँड्छ पहिला ज्याकेटहरू मेरो सक्यो आज जिगिङले हालत बनाएको छ ना साप छ डेन्जर छ त एकछिन त स्न्यापर त ठुलो पर्यो नि मेरो हात यत्रो छ अझै तताएर गऱ्यो नि ततालाई कर लगिदिनु पर्छ नि एक दुईवटा त्यसै गर्नु के को खुर्किन्छ मासु बङ दिने हो तिनीहरू खुर्किने कुरा नगर्नु खुर्किन्छ नि ठिक छ त्यो लु पकाइहाल्छु म फ्रेस ब्लू कड ए अर्को नि रहेछ कार कहाँबाट ल्याउनु हामीले खाने यहाँ हो टुनाइट खाने स्न्यापी हानिदिने हो खोर्सानी लगाइदिएको पिरो खाने फ्रेस बुकट तँ कहाँको काम छ दिइरह के हो यो चाहिँ ब्लू कट अनि खोर्सानी तलसम्म तातो पाक्दैछ अझै क्रिस्पी बनाइदिएको छ सब तल फ्राई गरेर लाउनु अब ल Jason रिपोर्टर त हुँदैन सुन्नु त मजाले होस् अनि त्यो त भइगयो नि हेर्नु पानी हालो अनि त्यो पानीमा जान्छ हाल्छ त्यहाँ हालेर कता प्रयोग गर्छ हौ ग्यास नजिकै छ हौ खाना त के गर्नु यसको
त्यति खानको लागि कुदेको बल गरेको सानो गर्दैन यो काउरी र हामी उस्तै रहेछौँ कहाँ हाल्नु बेन बुलेट छ खोर्सानीसँग खानु पर्दैन त सकिलो छ कति पातुलो ठाडो झोल खानु त लु सर्की गरी मिल्यो बोटुको चाहिन्छ हामीलाई परदेशको गल्नु हो र दा छैन नि गलेको यिनीहरू त रबी सेट छोडिदिने अरे हो त्यो बोकलीले अनि उसले सफा गर्छ अरे यिनीहरू सबै छोडिदिनु हल्का पुस्थ्यौँ न भइगयो नि रबिसहरू यहीँ छोडिदिनु अरे प्लास्टिकहरू अरू चिज लानेहरू बताउनु सक्छौँ प्लास्टिक बोतल जसरी पनि पुगिन्छ हौ रफ वाटर छैन हाई lots, but we got busted on 2 big kingies, so no. yeah. You guys don't sell equipment, right? Like jigs? We do, yeah. You do? Yeah, over here. Oh my god. Yeah. Oh, what? Yeah, is that what you got running out of? Is that where you're Jigs? going? Yeah. Is that where you're going? No, that's not the reason. No way. Oh my. Do you want to buy some fuel? Would it help you stay? Well. Is that why you're leaving? The fuel? No. Sunday we are leaving on Sunday. That's okay. Because Monday they have work. Oh, that's okay. Yeah, that's why. You stayed 2 nights, eh? Yes, 2 nights. But I paid you for 3 nights, You I don't need think. to pay for 3. I'll just charge you for 2. Yeah. That's fine. Yeah, thank I'll just you. deduct the 150 off the whole bill. Yeah, all together. I'll pay the rest. $50 each. Yeah. Per night. So, Correct. Yeah. No, this was absolutely lovely Good. place. Everyone loved nice. it. I like your camera. I'm trying to do what I can, Oh, just for cool. family. Oh, nice. It'd be a nice memory. Greasy pants. Oh, okay. Thank you so much. Oh no, this is actually not ours. They're not. No, that's why we left it behind. They must be Terry's then. They might be to you. Yeah, that's not ours. They're not yours. Have a Okay. look. They look old fashioned, don't they? Yeah, they look old-fashioned. Yeah, we don't wear that. Well, we'll see if they're Terry's then. Yeah. Yeah, Comes to confirmation. 400. Then you already paid me 150. Correct. So it's 250 now. 50 times 4, 200 per night, and we did 400 and minus 150 gives us 250. Perfect. Let's pay. Paying on card. Card, yeah. We might be just lucky enough to buy the jigs and go today. Yeah. If you have extra fuel. But how much? What's the cost on the fuel? I have to ask Craig. I know I Yeah. can ask him. Look, she gave it to him because he's a good boy. It's a surprise. She really likes you, bro. She was like, "Oh, it's a nice boy," you know. हाम्रो आज कहाँ आयो भन्नु त क्विकली आज हामी फ्रेन्च पास आएको छौँ फ्रेन्च पासमा वेदर यस्तो काम छ कि अनि अब माछा मार्ने कार्यक्रम भइरहेछ केटाहरू पुरा एक्साइटेड छ मालदाले जिक हाल्नु छ यता जेसले हाल्नु छ बाउ छोरा नोनी सब देखाउँदैछौँ हामी पनि यहाँ मेन्टेन गरिरहेछौँ हामी पनि लागि परिरहेछौँ आज के हुन्छ आज माछा साछा मारेर यसलाई फ्राई फ्राई गरेर खाएर इन्जोय गर्ने उफुवा देखाइदिउँ त्यहाँ निस्किने अहिले त्यहाँ निस्केर यसलाई कार्यक्रम गर्ने त्यसलाई कार्यक्रम गर्ने हाम्रो ब्रेकफास्ट छुन हाम्रो दाजुहरू यहाँ जानु हुँदैछ पानी छैन हामीसँग त्यही भएर पानी ल्याउनु जानु हुँदैछ अनि यहाँ माथिबाट पानी फ्रेस वाटर झर्दो रहेछ त्यही लिनु जानुभएको टमाटरले खाने नानी रेडिमेड हो कस्तो पानी खानेको नि माल्दा
हाम्रो फ्रेन्ड्स 5 को ट्रिप समाप्त भयो यिनीहरू सबै बोट हालेर गाडीमा रेडी छ माछा यहाँ छ 2 जना दाइ आउनुहुन्छ सानो केटो यहाँ छ त्यो भयो स्ट्र्याप लागिसकेको छ बङ्क ओपन छ हैन गेला निकाल्न नि मलाई ए ल्याउनु Allah? Okay, we be जानु पर्छ ल बा ए बाबे बर्ले आनन्द पाइयो ल बाबा ओके we be जानु पर्छ ल ओके बाटो त हो त ल बिजा ओके बिजा फिसिङ त्यहाँ त पिसाब गर्नु पनि पाउँदैन यार छोरो यार समना रेस्पन्ड यस्तो ठाडै उकालो छ यहाँ going home now त चरा त्यसको चरालाई त चारो दिएको अमरसल त्यतिमा मात्रै भएर छ त 20 सेकेन्ड भयो अब यो धुम्रोले बोटलाई ढुट्टो बनाइन्छ कोही खतरा आँटिलो मान्छे जाने रहेछ त्यहाँ अब त्यहाँ सुइयाको जिङ हानो न बुदीको के तिर भित्तामा यो हामी ड्राइभ गरेर जाने गाइस उकालो उकालो उता मात्रै यो पाहाड छेडेर जाने भाइ इङ्ग्लिसबाट भन् Okay, today guys, we're gonna go back home. This is the way. The road is very twisty. Twisty. Left, right. Left, right. Very hard. Very hard. मेरो कपी नगर न भन्न भन् त भन् अनि कस्तो उकालो छ अनि 2 आवर लाग्छ पुग्नु ट्रिप त टेरिबल हुन्छ ओके बा रोक्नुपर्छ होला हैन ओके बेबेमा त पैसा पाउनु पाउँदैन छ भाइ चाहिँ आज फेरि अघि पकाएर खानु पर्ने देखाउनु फ्रेन्ड्स 5 को भ्यू यस्तो देखाइदे ओके बेबे त गयो घरमा यो बोट राखेछ अब मामु खान जाने हो हल्ला आउनु